छोड़ा मेरो अब वरतिर आइछ केटाकेटीको छेउमा आइछ एकपल्ट भाइ उडी उडी हाल्छु तँलाई म अब पछाडि आइछ पछाडि हजुर अब त मुटुले ठाउँ छोडो मलाई नमारे म त तेरो आफ्नै मामा अन्तिम हो यो सक्दिन भनेर यसरी कंस छटपटाइरहेको थियो। भगवान कृष्ण वरिपरि घुम्दै कंसको छेउमा जानुहुन्छ। वरिपरि घुमेर भगवानले कंसलाई घिसार्न लाग्नुभयो। घोडामा तानेर घिसार्नुहुन्छ। म त तेरो आफ्नै मामा भनेर यसरी घिसारेर भगवान कृष्णले एक मौका प्रहार गर्दै हुनुहुन्छ। कंस मर्यो। भगवान कृष्णको सबैले जय जयकार लगाउन लाग्यो। बोले कृष्ण चन्द्र भगवानको कंस मर्दन भगवानको। भगवान आफ्नो स्वधाम जानु हो। यसरी यता कंस मर्यो। 4 जना हाम्रा भाइहरु बिस्तारी कंस मरिसक्यो। अब गनाउँछ फेरि धीरे धीरे।